पर्सनल ट्याक्स क्लियरेन्स व्यक्तिगत कर चुक्ता प्रमाणपत्र अब हजुरले अनलाइनबाट अप्लाई गरेर निकाल्न सक्नुहुन्छ। 40 लाखसम्म वार्षिक आय हुने व्यक्तिहरूले यसरी निकाल्न सकिन्छ। आजको यस भिडियोमा मैले व्यक्तिगत कर चुक्ता प्रमाणपत्र कसरी अनलाइनबाट निकाल्ने भनेर देखाउँछु। अब प्रक्रिया सुरु गरौँ। सुरुमा हामी ird.gov.np मा जान्छौँ। यो वेबसाइट भनेको आन्तरिक राजस्व विभागको। त्यसपछि हामी करदाता पोर्टलमा जान्छौँ। त्यसपछि तपाईले यहाँनेर यस्तो सिस्टम देख्न सक्नुहुन्छ। यहाँनेर हामी जेनरलमा जान्छौँ र ट्याक्स पेयर लगइनमा जान्छौँ। एउटा महत्त्वपूर्ण कुरा तपाईले जान्नुपर्ने के हो भने तपाईले फरगट पासवर्ड गरेर पासवर्ड रिसेट गर्न पनि सक्नुहुन्छ। किनभने धेरैजना साथीहरूले कहिल्यै पनि यो सिस्टममा लगइन गर्नुभएको हुँदैन, उहाँहरूलाई पासवर्ड पनि थाहा हुँदैन। त्यस्तो अवस्थामा चाहिँ तपाईले इमेल र मोबाइलमा ओटिपी आउँछ। जनरली मोबाइलमा ओटिपी आउँछ र यो ओटिपी हानेर तपाईले फरगट पासवर्डबाट तपाईले आफ्नो पासवर्ड चाहिँ सेट गर्नुपर्ने हुन्छ। अर्को भनेको तपाईको अब ट्याक्स पेयर लगइनमा जान्छौँ। ट्याक्स पेयर लगइनमा गइसकेपछि हजुरले आफ्नो प्यान हान्नुस्। त्यसपछि प्रयोगकर्ताको नेममा पनि आफ्नो प्यान हान्नुस् र अब के गर्नुस्, हजुरको पासवर्ड हानेर लगइन गर्नुस्। मेरो पासवर्ड आइडी पासवर्ड मिलेन, मलाई पनि थाहा छैन आइडी पासवर्ड के हो। सो अब हामी फरगट पासवर्डमा जान्छौँ। फरगट पासवर्डमा गएर के गर्छौँ, प्यानमा मैले इन्सर्ट गरेर ट्याब क्लिक गरिसकेपछि यहाँनिर मेरो नाम देखाउँछ। म एउटा मेरो पासवर्ड सेट गरेँ। क्याप्चा हान्छु मैले, AETK रहेछ। त्यसपछि म क्रिएटमा क्लिक गर्छु। क्रिएटमा क्लिक गरिसकेपछि मेरो मोबाइलमा ओटिपी आउँछ। IRD अलर्ट भनेर ओटिपी आएको छ। यहाँ IRD अलर्ट भनेर 4 अङ्कको 2604। ओके, यहाँनिर फेरि 2604 आछ। तर त्यो त फेरि सिस्टमले अलि टाइम लिइरहेछ। ओके, 2604 मैले ओटिपी हानेर भेरिफाई ओटिपी गरेँ। अब मैले बल्ल अघि मैले क्रिएट गरेको आइडी पासवर्डले लगइन गर्न सक्छु। क्याप्चा हानौँ। यहाँनिर पहिलोचोटि तपाईँले के गर्नुपर्ने हुन्छ भन्दा KYT फर्म भर्नुपर्ने हुन्छ। KYT फर्म भने के हो, तपाईँको नो योर ट्याक्स पेयर भनेर आन्तरिक राजस्व विभागले डेभलप गरे एउटा सिस्टम हो, जहाँ चाहिँ तपाईँले आफ्नो प्यान नम्बर हान्नु पर्यो, करदाताको नाम र इङ्ग्लिसमा नाम चाहिँ अपडेट गर्नु पर्यो, जिल्ला स्थानीय तह कुन वडा हो तपाईँको, आधिकारिक सम्पर्क व्यक्ति आफ्नै नाम राख्नु होला, इमेल र फोन नम्बर राखेर सेभ गर्नुभयो भने त्यसमा ओटिपी आउँछ। त्यो ओटिपी भेरिफाई गरिसकेपछि तपाईँको KYT अपडेट हुन्छ। तपाईँले KYT अपडेट नगरिकन ट्याक्स क्लियरेन्स लिन सक्नु हुँदैन। अब हामी ट्याक्स क्लियरेन्समा जान्छौँ। ट्याक्स क्लियरेन्समा गइसकेपछि तपाईँलाई फेरि हजुरको प्यान डिटेल हान्न लगाउँछ। यसले युजर नेममा पनि हजुरको प्यान नै हान्नुपर्ने हुन्छ। त्यसपछि हजुरले अघि बनाउनु भएको पासवर्ड युज गर्नुहुन्छ। त्यसपछि हजुरले TA79 हजुरको क्याप्चा हान्नुहुन्छ र लगइन गर्नुहुन्छ। यहाँनिर के देखायो हेर्नुहोस्, KYT अपडेट गरेको छैन, त्यही भएर यस्तो देखायो। अब हामी KYT अपडेट गर्न जानु पर्यो। करदाता पोर्टलमा जान्छौँ हामी। त्यसपछि हामी लगइनमा जाउँ अनि फेरि हामी यहाँनिर KYT मा जाउँ। मेरो एभ्रिथिङ इज फाइन, सेभ गरौँ। ओटिपी आउँछ मोबाइलमा 1707, भेरिफाई ओटिपी। KYT अपडेट भइसक्यो। अब मैले यता रिफ्रेस गर्छु। ट्याक्स क्लियरेन्समा जाउँ फेरि। यसले फेरि रिफ्रेस गर्न, नेपाली सिस्टम त्यस्तै हुन हैन, अपडेट त नहोला। UFSS लगइन गरौँ। अघि देखाएको थिएन, अहिले देखायो। ट्रान्जेक्सन्स भनेर पनि देखाएको छ यसले। TDS ट्रान्जेक्सन्सहरू देखाउँछ। त्यसै गरी ट्याक्स क्लियरेन्स सर्टिफिकेटहरू देखाउँछ र प्यान कार्ड प्रिन्ट भनेर देखाउँछ। यहाँ यसरी क्लिक गर्नुभयो भने हजुरको प्यानको डिटेल देखाउँछ है। रिसेन्टली गरे प्यानको डिटेल चाहिँ यो रहेछ मेरो। हजुरले प्यान कार्ड पनि यहाँबाट गर्न सक्नुभयो। अब नेक्स्टमा जाउँ र हामी ट्याक्स क्लियरेन्समा जाउँ। ट्याक्स क्लियरेन्समा गएर म आर्थिक वर्ष 81-82 को हान्दैछु। यहाँनिर मैले काम गरिरहेको अफिसको पेन नम्बर हान्नुपर्ने हुन्छ। डिजिटल सोल्युसनको हान्छु मैले हैन, 720। ओके, कार्यरत जिल्ला चाहिँ मेरो कहाँ हो, कास्की हो। मैले ETDS गरेको छु। म एकल रोजगार हो। एकल रोजगार बाहेक अन्य आय छैन। म सानो शिक्षक उसमा आबद्ध छु। ओके, मोबाइल नम्बर सबैमा टिक लगाएँ मैले र मैले चाहिँ मोबाइल नम्बर हाने। मेरो इमेल आइडी drive@gmail.com। ओके, सो घोषणामा ओके चेक मार्क गरेर म नेक्स्टमा जान्छु। गइसकेपछि अब म एकल प्राकृतिक व्यक्ति होइन, दाम्पत्य प्राकृतिक व्यक्ति हो म होइन। अब यहाँनिर चाहिँ मैले अरू खासै केही गर्दिनँ। मैले हान्नुपर्ने भनेको चाहिँ यही नै हो। मेरो स्यालेरी देखाउने कुरो होइन हैन, लोग्ने मान्छेको स्यालेरी देखाउनु हुन्न भन्छन् फेरि मार्केट
मार्केटमा म जे होस् यहाँनिर भर्छु तपाईँको तलब बोनस मनोरञ्जन यातायात भत्ता विधाको उपहार पुरस्कार सबै तपाईँले पाएको चिजहरू जति सबै यहाँनिर तपाईँको इन्कम साइडतिर भर्नु पर्यो र एनुअल डिडक्सनतिर तपाईँले कर्मचारी सञ्चय कोषमा अनि नागरिक लगानी कोषमा सामाजिक सुरक्षा कोषमा पैसा राख्नु भएको छ भने त्यो पर्यो अनि लाइफ इन्सुरेन्स र हेल्थ इन्सुरेन्सको पनि हामीले बेनिफिट्स लिन पाउँछौँ। अब यहाँनिर मैले मेरो स्यालेरी राखेँ त्यसपछि मैले के गरेँ अब यहाँनिर मेरो एसएसएफमा कन्ट्रिब्युट भएको पैसा राखेँ मेरो हेल्थ इन्सुरेन्सको राखेँ यति नै मेरो डिडक्सन। अब क्याल्कुलेट ट्याक्स गरौँ। क्याल्कुलेट ट्याक्स गरिसकेपछि यसले केही पनि परेन। ट्याक्सेबल इन्कम चाहिँ मेरो 5,56,096 भयो है। अझ यसलाई चाहिँ 40,000 बढाएर राखौँ है। अब यहाँनिर चाहिँ ओके मेरो यति भयो विथ डिडक्सन चाहिँ मैले गरेँ। अब मैले यसलाई चाहिँ सबमिट गर्छु। ओके अब म यसलाई सबमिट गर्छु ओके गर्छु। अब हामी चाहिँ प्रिन्ट ट्याक्स क्लियरेन्समा जान्छौँ र किप गरौँ। तपाईँको ट्याक्स क्लियरेन्स फाइल चाहिँ यसरी देखिन्छ। अब यहाँनिर चाहिँ नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग आन्तरिक राजस्व कार्यालय पोखरा आयकर नियमावली 2059 को नियम 26 सँग सम्बन्धित भनेर कर चुक्ता प्रमाणपत्र भनेर देखियो। श्री रबिन पौडेल स्याङ्जा स्थायी लेखा नम्बर देखियो मेरो स्याङ्जा जिल्ला अन्तर्गत डिजिटल सोल्युसनको फर्म। अब यहाँ चाहिँ स्थायी लेखा नम्बरमा यसमा चाहिँ भएको तपाईँले आर्थिक वर्ष 2081-82 को लागि आफ्नो पारिश्रमिक आय कर दाखिला विवरण चाहिँ कर चुक्ता पाऊँ भनी निवेदन दिएकोमा चाहिँ हामीले चाहिँ यो कर चुक्ता चाहिँ दिएम भनेर चाहिँ यसले कर चुक्ता प्रमाणपत्र मलाई दिएको छ। यसरी तपाईँले व्यक्तिगत कर चुक्ता प्रमाणपत्र जेनेरेट गर्न सक्नुहुन्छ। उति बेलै आइहाल्छ। थ्याङ्क यू सो मच फर वाचिङ। किप लभिङ किप सपोर्टिङ।